राइडर दिक्षांश र आज चाहिँ हामी हेटौडामा पहिलोचोटि इनड्राइभ ट्राई गर्दैछौँ एज अ भ्लगर पनि आजबाट पहिलो भिडियो बनाएका छौँ र हेटौडामा चाहिँ इनड्राइभ चलाउनलाई चाहिँ धेरै व्यक्तिहरू हुन्छ र हामीले चाहिँ कति कमाउँछौँ आज एक दिनमा त्यो भने चाहिँ तपाईँहरूलाई देखाउँछौँ है र इनड्राइभ गरेर चाहिँ हेटौडामा के फाइदा छ कस्तो छ त्यो पनि साथीहरू म चाहिँ मेरो पहिलो प्यासेन्जर पुगेर हिँडिरहेको छु हेटौडामा है यो चाहिँ इनड्राइभको फर्स्ट विक र साथीहरू मैले चाहिँ मेरो पहिलो प्यासेन्जर ड्रप गरेर आजको लागि चाहिँ दिउँसो चाहिँ अफलाइन थिएँ किनभने मेरो आज गेम थियो यो भिडियो चाहिँ मेरो क्यामेराम्यान सुभावले खिचिरहेको थियो र म चाहिँ अहिले गेम सकाएर घर आइसकेको छु र आज चाहिँ इनड्राइभबाट कमाइ भएको चाहिँ जम्मा 90 रुपियाँ मात्रै छ होइन एउटा टिप चाहिँ ठ्याक्कै क्यान्सल भयो अनि प्यासेन्जरै क्यान्सल गर्नुभयो सो आजको कमाइ चाहिँ मात्र 90 रुपियाँ यो चाहिँ हाम्रो हेटौडाको रातिको सिन देखाएको छु र अब चाहिँ तपाईँहरूलाई आजको इन्कम देखाउनेछु डिस्प्लेमा हेर्दै जानु होला मेरो पहिलो ब्लग हो मलाई सपोर्ट गरिदिनुहोस् मात्र 90 रुपियाँ कमाएको छु र लाइक सेयर सब्सक्राइब